हेलो गाइज सबैजनालाई नमस्ते। म फेरि पनि आइसकेको छु मेरो नयाँ ब्लगमा हजुरहरूको सानो भाइ ललित। अहिले हाम्रो देशमा भर्खरै चुनावी माहौलको रिजल्ट आइसकेको छ होइन। त्यसमा चाहिँ हाम्रो यो राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको बहुमतले जित भएको छ होइन। ठिकै छ, केही छैन। रासपा पनि एउटा राम्रो पार्टी भन्न मिल्दैन, यसको पनि कुनै एङ्गलहरू छ होइन। पहिले मैले रासपाको हजुरको यो बालेन दाई अनि यो रवि दाईलाई चाहिँ मैले हिरो मान्थेँ होइन। तर बिस्तारै बुझ्दै जाँदा रवि दाईको काण्डै काण्ड रहेछ, अमेरिकादेखि लिएर होइन नेपालसम्म। क्या अमेरिकामा 3-4वटा काण्ड रहेछ होइन, अनि फेरि नेपालमा पनि 2-3टा काण्ड। अनि बालेन दाईलाई जेएनजीवाहरूले आन्दोलन हुँदा ल दाई प्रधानमन्त्री बन्न आउनु पऱ्यो हजुर, अन्त उहाँ आउनुभयो। अनि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइदिनु भयो होइन। एउटा कानुनको हिसाबले त सुशीला कार्की नेपालको प्रधानमन्त्री बन्न नपाउने हो होइन। ऊ चाहिँ एउटा अदालतको जज भइसकेको मान्छे। अनि एकदम अचानक होइन त्यस्तो भएपछि अर्को देशको मिडियामा खबर आउँछ नेपालको अब प्रधानमन्त्री सुशीला कार्की भन्ने भनेर। अनि त्यसपछि म पनि एकदम सक भएँ होइन। हाम्रो देशमा यार भर्खरै जेएनजी आन्दोलन भएको छ होइन, त्यसमा अब सुशीला कार्की भन्ने त हामीले कहिल्यै नामै सुनेको छैन है। न कुनै नेपालीले अब सुनेको होला त्यसको आफ्नो मान्छेले होइन, तर पुरा नेपालभरि त अब हामीलाई के थाहा होइन। त्यो अदालतको जज हामीले चिन्ने कुरो भएन। अनि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने भने नभन्दै त्यही बन्छ यार 2-4 दिनमा होइन। अनि मैले सोचेँ कि यो त परिचालित रहेछ होइन, बालेन शाह होइन देशप्रेमी होइन भन्ने मैले त्यति बेला बुझेँ क्या। तर घन्टी साथीहरूले नबुझ, ठिकै छ, तर हामीले बुझिसक्यौँ होइन। अनि त्यसपछि यो चुनाव नगराएर यो मतलब पार्टी व्यवस्थापन नगरेर प्रधानमन्त्री नबन्ने भन्छ बालेन शाहले होइन। ठिकै छ, चोर हो भन्ने त थाहा भइसक्यो। अनि त्यसपछि बिस्तारै बुझ्दै जाँदा यो राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीको मेन लिडर चाहिँ बाबुराम भट्टराई डक्टर माधव चोर, नेपाललाई 60 वर्ष पछाडि लग्ने भनेकै त्यही हो अहिलेको मेन। त्यसको चाहिँ मेन ऊ रहेछ यसमा चाहिँ होइन, उसको साथ सपोर्टमा बनेको पार्टी रहेछ। अनि बिस्तारै बुझ्दै जाँदा अहिले गुगलमा होइन ल अमेरिकाको सबभन्दा राम्रो डेमोक्रेसी पार्टी कुन हो नेपालमा भनेर हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी देखाउँछ होइन हरेक चिजमा क्या। अनि त्यसपछि मैले बिस्तारै बुझ्दै गएँ कि होइन, हाम्रो देशमा जनताहरूले गलत मान्छेलाई चुनेको। अब काम गर्ने मान्छेलाई त राम्रो मान्दो रहेनछ जनताले नै होइन। अब हर्क साम्पाङ भयो होइन, क्या उसले भनेको कुरा दिलमा लाग्छ क्या, उसले भनेको कुरा बुझिन्छ क्या। गरिब जनता दुखी हरेक मान्छेलाई उसले हेरिन्छ। शरम नगरेर कुनै देश अगाडि बढ्छ, शरम नगरेर कुनै मान्छे अगाडि बढ्छ। घरकै काम हुन्न, घरकै आमा बाउ रिसाउँछ काम नगरेपछि घरमा होइन। शरम नगरेर देश भन्छ, यो भनेको वाहियात कुरो हो। यो फसङ्गा लगाउने झुट बोल्ने यस्तो नेताहरूलाई सपोर्ट गर्दो रहेछ नेपाली जनताले। ठिकै छ, केही छैन। हर्क दाई जस्तो मान्छे होइन कि देशको लागि होइन आफै फिल्डमा उत्रेर काम गरिरहेछ, उसले भनिरहेछ होइन। यिनीहरूलाई कस्तो चाहियो मान्छे, झुटो बोल्ने होइन, मिठो मिठो बोलिदिने। हर्क दाई जस्तो एकदम उसले यार झुटो त बोले होइन, देशलाई गलत दिशामा त लगे होइन। उसले जे बोल्छ साँचो बोल्छ। अब यो विदेशी एजेन्डाको दलालै त हो नि यो राप्रपाहरू, के हो त ल मुला। अब यदि राप्रपा यदि राम्रो पार्टी हो भने होइन, अब पुरै बहुमतले जितेको छ। संविधान संशोधन फर्स्ट कुरो, सेकेन्ड कुरो जति पनि फ्याक्ट्री नेपालमा बन्द भएको छ त्यो सबै सिस्टम हुनु भन्नु पर्यो। अनि जति पनि युवाहरू विदेशमा छ होइन, विदेश जानको लागि पनि कति चोरी डकैती भएर होइन, पैसा कति ठगेर पठाउँछ होइन। रोजगारीको सिलसिलामा नजाने होइन, विदेश पनि जाने तर त्यो सिस्टमको ऊ हुनु पऱ्यो, सरकारले रिज्युम लिनु पऱ्यो। मेरो मान्छे म यति पठाउँदैछु, त्यहाँ त्यस्तो दायाँ बायाँ हुनु भएन
भन्ने हुनु पर्यो होइन। अनि आदर्श त इन्डियामा पाउने गाडीहरू वहाँ गएर 12-13 गुणा बढी महँगो हुन्छ होइन। यहाँ 1 लाखमा पाउने पल्सर बाइक वहाँ 4,75,000 पर्छ। यहाँ 10 लाखमा पाउने गाडी वहाँ 1 करोडमा पर्छ। 28 लाखमा यहाँ 28 लाख पर्ने गाडी वहाँ 1 करोड पर्छ। त्यस्तो हुनु भएन। यो सबै सही हुनु पर्यो। यदि राजसपा रियल नेपालको पार्टी हो, नेपाली जनताले चुनेको हो भने यति गरेर देखाउनु पर्यो। अनि जति पनि पुरानो फ्याक्ट्रीहरू बन्द भएको छ यो सबै सुचारू हुनु पर्यो। तब मात्रै मानिन्छ कि यो देशभक्ति हो। नत्र हर्क साम्बाङले त भनेको छ 5 वर्षभित्र यदि जनतालाई चित्त बुझ्दो काम गर्न सकेन भने यो देश छोडेर जान्छु भने। यिनीहरूले कुनै भिजन न कुनै आफ्नो हुन्छ, खोल्न मिल्दैन अरे थुक्क आदर्श जनता। तिम्रो त भेडै रहेछौ क्या। अरू त अरू यो काठमाडौँको जनतालाई त मैले मान्छे सम्झेको थिएँ, यिनीहरू पनि भेडै रहेछ। कुलमान घिसिङ जस्तो मान्छेलाई हराइदियो। वाह, अब हेर्दै जानु। अहिले यो तोसीमा कार्की भन्ने यसले के भनेको छ, 60 वर्ष पुगेपछि म रिजाइन। अरे मादर चो, तैँले 5 वर्षमै देश बनाउन सक्दैनस् भने त जस्तोलाई हामीले किन सपोर्ट गर्ने। हर्क साम्पाङ जस्तो हुनु पऱ्यो नि, 5 वर्षमै उसले बनाएर छोड्छु भने। तर उस्तो रहेनछ। मैले सोच्थेँ छेत्री बाहुन गलत हुँदो रहेछ भनेर, तर होइन, सबै जाति नेपालमा गलत छ। छेत्री बाहुनले मात्रै होइन देश बिगारेको, सबै जातिले बिगारेको छ। भोट दिने बेला के छेत्री बाहुनले मात्रै दियो होला राजसपालाई? सबै जातिले दियो। ठिकै छ, केही छैन। मेरो देश 5-6 महिनापछि